जय बसी जय तपाईँहरूलाई बसी। म भजन सङ्ग्रह 1 पढ्दैछु हो, तर म अड्की पढे तापनि मलाई तपाईँहरूले क्षमा गरिदिनुहोस् है ल। घरिघरि त आँखाले देख्दै हो। धर्म के हो धर्मात्मा र र दुष्टको दुष्टहरूको तुलना। त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। तर परमप्रभुको व्यवस्था नै त्यो प्रसन्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोट जस्तै त्यो हुन्छ, जसले आफ्नै ऋतुमा फल दिन्छ, जसको पात कहिले ओइलाउँदैन, र त्यसले जो गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त त्यस्ता हुँदैन, तर बतासले उडाएर लैजाने भुस जस्ता हुन्छन्। यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैनन्, न त पापीहरू धर्मात्माहरूका समुदायमा रहने छन्। किनकि परमप्रभुले धर्मात्माको मार्ग जान्नुहुन्छ, तर दुष्टहरूको मार्ग चाहिँ नष्ट हुनेछ। आमेन आमेन। भेरी गुड। कस्तो मजाले पढ्नु भयो त अन्त अहिले त। जय मसी सम्पूर्णलाई। आजदेखि मुमा र मैले भजन सङ्ग्रह अध्ययन गर्ने, बाइबल स्टडी गर्ने प्लान गरेका छौँ फेब्रुअरी 1 देखि। आज चाहिँ मुमाले भजन सङ्ग्रह 1 लाई पढ्नुभयो, भोलि मैले भजन सङ्ग्रह 2 लाई पढ्नेछौँ। यसले चाहिँ हामीलाई बाइबल स्टडी गर्नुमा पनि हेल्प गर्नेछ भन्ने विश्वास गर्दछौँ। हामी आशिषित हुनेछौँ होइन। अनि मुमाको पढाइमा पनि इम्प्रुभ हुनेछ भन्ने मलाई आशा लाग्दछ। हुन्छ, हजुरहरूले हेरेर साथ दिनुहोस् अनि आशिषित पनि हुनुहोस्। थ्याङ्क यू।